के आयो आई बाबा वहाँ जिन्दगी पहिलो पटक केक पहिला टुक्रा ला सबैजना उभिएर उठे सक्कु जाने सक्कु जानेले मैले काटम कुरा हो त्यो बसेको न हुँदैन उभिएर नहीं नहीं सेक्ट आज अब हाम्रो पैसा बर्थडे गर्ल खोइ त बत्ती फोनको बत्ती बाल्नु सबैजनाले तपाईले चाहिँ के हातमै समाते लगा लगा दक्षिणा हेर हेर बत्ती बाल्नु न खै त उ मोमबत्ती मोमबत्ती बाल्न देखि नोरे कसले खोइ खोइ दिदी मने कनु बार उ त्यो बाल्नु न उयो सबै मने बारे कनु त नानु मोर बर्थडे बोलेन त किने बत्ती लाने तो अब ना अब रुको हां का बत्ती का बाल्छन् बत्ती यहाँ छेउछेउमा सबैमा राख्दैन यस्तो 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 कपडा छ कतैमा मात्रै राख्नु उचा भर लगाऊ बर्थडे खाना हामी बर्थडे गर्लको मामु यहाँ हुनुहुन्छ बाबा बर्थडे खानाको भन्छ करे करे मैले के राख्छु न बर्थडे जेसिका ई जे कागज कै था ई कहां से बात करे का करे एकछिन अरे बत्ती लिन जानुभएको छ बाबा दुनु जे हाथ पकड़ के कटा दो दुनु जे हाथ पकड़ के कटा दो रुक रुक आजदेखि हाम्रो नानी 14 वर्ष भउनु भयो है ह्यापी बर्थडे हलिको ह्यापी बर्थडे दीपिका अपन छैन खवा देऊ हैप्पी बर्थडे पाँचू अपन छैन खवा दे हातले खाऊ का हातले हैप्पी बर्थडे ओ गाला गाला फेला काट्यो गाला गाला दीपिका हैप्पी बर्थडे दीपिका हाँ गाला गाला लगा दे मन बाबालाई खुवाइदिनु नानी मन बाबालाई खुवाइदिनु अनि भाइलाई नानु बर्थडे करेन्ट लाग्यो नै जा दीदी आशीर्वाद दिनु ढोकला खाली यही अस्पतालमा नर्स हुनु त्यही त हाम्रै गाउँको खोइ त दिदीलाई खुवाएको पहिला
मानी रामसित पर्नु जाऊ अब हामी एकजना खोइ त बजु छैनन् दारू खानेलाई दारू छुटाइ ल ल अब लगाइदिनु जानु तपाईँ बाजु तपाईँ पहिला पुराल पुराल मनन टीका लगाओ हली बैठाउ नयाँ लगाते हे अब रोम्न पराइटा फोर हमने पराइटा हजुर लागल हमने पराइ खैनामा री कुर्सी उठा दे कुर्सी उठा दे ल जाने विद्वान है नानीलाई लगाइदिने भए पो डाक्टरले डाक्टर दीपिका थाडो सारो कुर्सी के काटेर दिन कट्ने देने का था ना धेरै दारू खानु दारू दिएछ है आशीर्वाद दारू हातले खुवाइदे बडा जोर लागल त आगे मानेर बढिया से परस जाटा ओ खुवाउनु खवाडे परकाउरे सबको जहान हैप्पी बर्थडे सुचनको खै दक्षिणा कहाँ राखेछ दक्षिणा ननिकाल्नु के सुरुमै गोजीमा हाल्नु पछि निकाल्ने ओ नानीलाई लगाइदिनु न लगाइदिनु तपाईँ खोयो बलेको ए ल को बाँकी हुनुहुन्छ मजा से सकुची सुटा करो मोर कसी नगला टिका
अरे निका भुरिकमा ठिकै नि लगाएर त्यही भनिरहेको छ अघिदेखि मैले बिसाइकिनु गाला मलम फेला गाडे हो गाला मलम बैठो कसैले पनि लाएर ल म ल ए मलाई राम्ररी पढ्नु धेरै फोन नचलाउनु टिकटक बनाउनु होइन पढ्ने पनि अलिअलि लाग्यो दिवालीमा A+ लिएर पास हुनु ल धेरै फोन नचलाउनु गोबारा दुवै ठुबै गिल्ला यहाँ खानपिनको लागि बसिरहनु भएको छ सबै यहाँ बर्थडे गर्ल चाहिँ टिकटक बनाइरहेछन् म चाहिँ यहाँ हामी चाहिँ हेरेकै यहाँ म खानु लागेको सुरुमै मासु खानुपर्छ नि त साथीहरू दिलास खाइ ल साथीहरू खोइ गिलास हात उठाइदिनु यसरी खोसा खोस गर्दैछन् क्या हो मासुमा भात नध्याउनु न यहाँ पनि देखिरहेको छ नि भात नगार्नु खाना पनि खायो साथीहरू बर्थडे पार्टीमा आयो रोटी नै खाइँदैछ मासु नै खाइँदैछ यस्तै छ जिन्दगानी पायो भने त अलग कत्र पनि छोडिँदैन जस्तो लाग्छ साथीहरू के भएको यस्तो होइन बाबा आमा यतिको चाहिँ हुनुपर्छ है बुढीको लागि केक लगिदिने बाबा तपाईँ जस्तो चाहिँ हुनुपर्छ है माया गर्ने हो कि होइन हो भनिदिनु न हो लानुभयो उहाँको वाइफको लागि केक तपाईँ आउनु आउने बर्थडे गर्दा त वास्तै छैन जाडो मौसममा यस्तै हो साथीहरू आगोलाई सम्झिने
बर्थडे गर्ल आफ्नो धुनमा आफू खानाको धुन घर ज्वाइँलाई खानेकै धन्दा भने जस्तै हो म त्यो त घरसान मात्रै हो यिनीहरू के गफ गर्दै खाइराखन् तिमीहरूले रक्सी खाएको कि पानी पिएको रक्सी कि पानी हो अरे म दाँत झारिन्छ भएको झुन्डेको दाँत पनि रक्सी अरे फेरि जन अघि नै आशीर्वाद दिएको टिकटक नचलाउनु भनेर गाह्रो छ साथीहरू आशीर्वाद दियो भने खोल्दै खुला बगेर जान्छ धुपैले सानो निर्माया मलाई आँखा चिप्ली बाटे मेरो अगाडि पनि खान दिएन नि खै सनी दिदी